राम 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 दोस्रो आराधे हरे राम बरमा बेच्नु महेश्वर दोस्रो आराधे भगवान नर नारायण दशौं अवतार भगवान विष्णुको लीला सत्यमा भयो तीर्थमा भयो द्वापरमा भयो आज कलीमा भयो नारायण हे राम 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 तेस्रो आराधे कामधेनु गाईलाई सर्छे गाली माईलाई तेस्रो आराधे हे राम 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 चौधो आराधे नारायणलाई चौधो आराधे हे राम हे राम हे राम हे राम नारायण हे राम 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 पाँचौं आराधे पाँचौं आराधे हे राम 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 छैटौं आराधे अवतार नारायण छैटौं आराधे हे राम 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 सातौं आराधे सातौं अवतार नारायण सातौं आराधे हे राम 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 आठौं आराधे हे रालाउ आठ
राम दशौँ आरती हे राम हे राम हे राम हे प्रभु मैले पहिलो चरणमा भगवानको आरती गरे भनेदेखि अब दोस्रो चरणमा भगवान कैलाशका भगवान शिवका छोरा मैया भन्नु पार्वती आमाको गर्भदेखि पैदा भएर देवताको यज्ञमा भयो दानवहरूको यज्ञमा भयो आजको मानवहरूको यज्ञमा भयो सबका यज्ञका कर्ता विघ्नहर्ता नारायण हे राम 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 जय गुरु गणेश बसुन् गुरु गणपति मुखमा सरस्वती माई पीठमा बसुन् सदा ती हनुमान रक्षा गरून् हामीलाई नारायण हे हरि शिरमा वास गर कण्ठ खुलाइदेऊ सरस्वती माई भगवती कण्ठ खुलाइदेऊ देवताको पनि तिम्रै गर्भदेखि जन्म भयो दानवहरूको पनि तिम्रै गर्भदेखि जन्म भयो त्यो मात्रै हो र सम्पूर्ण यो चराचर जगतका प्राणीहरू पनि नारायण हे राम 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 तिम्रै अधीनमा केलाई छर भनेदेखि पहिला तिम्रै सृष्टि हो तिमीलाई नै धन्यवाद गरेर हाम्रो राष्ट्रदेव भगवान पशुपतिनाथको शरणमा परेर गौमाता पृथ्वी माता चन्द्र सूर्य नारायण भगवानको शरणमा परेर सम्पूर्ण 33 कोटी देवदेवताहरूलाई पनि आह्वान गरेर स्यार्से काली माईको नारायण हे राम 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 पाउमा परेर कामधेनु
नारायण हे सबलाई रक्षा गर जगत माता जननी पाल्यो मैना पाल्यो सुगा पाल्यो मैना पाल्यो हे खान्छ त दुध गाई तर जगत माता जननी राम कति रमाइलो स्यार्से गाली आगो भजन भन्न बागो कति रमाइलो हे राम हे राम हे राम हे राम हे प्रभु अब सत्य पनि गयो तीर्था पनि गयो द्वापर आजै अन्त्य भयो नारायण दैव कलि लाग्दैछ द्वापर गयो कलि लाग्दैछ भनेर यो सत्यमा होइन तीर्थाजोगमा होइन हे भाइयो द्वापर जुगको अन्त्य हुने बेला भएको थियो त्यति बेला भगवान श्री कृष्णले आफ्ना भक्त भएका पाँचै भाइ पाण्डवहरूलाई नारायण हे राम 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 निम्ता पठाए पाँच भाइ पाण्डवहरूलाई जसरी आज हाम्रो चाहिँ यहाँ स्यार्से कालिका मन्दिर परिवारले हामीलाई बोलाउनु भयो हामीलाई बोलाउँदाखेरिमा हामी कति खुसी भएर आयौँ त्यसै गरी भगवान श्री कृष्णको निम्ता पाएर पाँचै भाइ पाण्डव जेठो दाजु धर्मराज यही छन् बसिरहेका छन् धर्मका छोरा धर्मराज भए माइलो भाइ वायुका छोरा भीमसेन भए साइलो भाइ भगवान स्वर्गका राजा इन्द्रका छोरा भगवान पाण्डवहरूको साइलो भाइ भगवान कृष्णको साथी गान्धी धनुधारी साइलो भाइ अर्जुन भए
नकुल सहदेव र पाँचै भाइ पाण्डववीर अनि मैया द्रौपदी समेत साथमा लिएर मावली घरको निम्तो मान्न भनेर नारायण हे राम 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 आए रमाउँदै हामीलाई मामा घर जान पायो भनेदेखि कति रमाइलो हुन्छ। अझै बालककाल छँदा आमाको पछि पछि लाएर बालकमा मामा घर गएको झल्को अझै छँदैछ। हे प्रभु भगवान् श्रीकृष्णले पनि पाँचै भाइ पाण्डवहरूलाई स्वागत सम्मान गर्नुभयो। जसरी हामीलाई अहिले माला लाएर दोसल्ला बढाएर सम्मान गर्नुभयो, यसै गरी भगवान् श्रीकृष्णले पनि आफ्ना भक्त भएका पाण्डवहरूलाई बडो सम्मान सत्कार गरेर 84 व्यञ्जन भोजन गराएर ए भाइ तिमी फुपूको छोरो म मामाको छोरो, फुपू चेला मामा चेला कहिल्यै टाढा हुँदैन। बालककालमा सँगै खेलेको आज बल्ल बल्ल भेट भयो। अब तिमीलाई के कुरा सुन्नु छ, के कुरा भन्नु छ? नारायण हे राम 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 मन घात नराख। त्यो मनको कुरा भन सबै बोरा मन घात नराख।